तपाईं आफ्नो छोराछोरीलाई हिरो हिरोइन बनाउन चाहनुहुन्छ, मोडल बनाउन चाहनुहुन्छ, एक्टर बनाउन चाहनुहुन्छ, एक्ट्रेस बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने के तपाईलाई कहाँ के गर्ने भन्ने कुरा थाहा छ? थाहा छैन? ओके। आज म 12 वर्षको एक्सपिरियन्समा मैले भोगेका कुरा, मैले जानेको कुरा, त्यसको आधारमा, मेरो एक्सपिरियन्सको आधारमा तपाईलाई राइट वे देखाउने कोसिस गर्नेछु। आई होप यो भिडियो मनपर्छ। यदि भिडियो मनपर्छ भने प्लिज डु लाइक, शेयर एन्ड सब्सक्राइब। हाई गाइज, व्हाट्स अप, दिस इज आनन्द सिंह एन्ड वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा एकदम धेरै नै स्वागत छ। आज 2014 देखि आज 2026 सम्म 12 वर्षको एक्सपिरियन्समा मैले भोगेको कुरा, मैले एक्सपिरियन्स गरेको आधारमा आज तपाईहरुलाई बताउने छु। तपाईहरुको छोराछोरी हिरो कसरी बन्न सक्छन्, हिरोइन कसरी बन्न सक्छन्, चाइल्ड आर्टिस्ट कसरी बन्न सक्छन्, वेजहरु चाहिँ के हो। सो त्यसको बारेमा सम्पूर्ण जानकारी आज यो भिडियोमा पाउनुहुन्छ। सो यदि यस्तो खालको भिडियोजहरु मन पर्छ भने तपाईहरुको छोराछोरीको लागि प्लिज डु लाइक, शेयर एन्ड सब्सक्राइब। सबसे पहिला एउटा मिथ क्लियर गरौँ। मेरो बच्चा एकदम क्यूट छ, एकदम राम्रो छ, अटोमेटिकल्ली एक्टर बन्छ भन्ने कुरा दिमागबाट निकालौं। वान अडिसन इज इक्वल टु सक्सेस। तपाई यो पहिला दिमागबाट चाहिँ निकाल्नु पर्यो। आज तपाईहरुलाई जम्मा 4 वटा पोइन्ट भन्छु। त्यो 4 वटा पोइन्ट प्रिपेयर गर्नुभयो भने चाहिँ तपाईको बच्चाको लागि एकदम नै धेरै फलदायक र राम्रो हुन्छ। यो 4 वटा पोइन्टमा सबसे पहिला पोइन्ट भनेको प्रिपरेसन छ। एक्टिङ फिल्डमा आउनु हुँदैछ भने चाहिँ बच्चाले एक्टिङ त आउनु पर्यो। त्यसको लागि ल जन्मजातै केही उलाई एक्टिङ गर्न आए पनि, बच्चाले एक्टिङ गर्न आए पनि केही न केही टेक्निकल पार्ट्सहरु हुन्छ जुन कुरा बच्चाले पनि बुझ्नु पर्यो, प्यारेन्ट्सले पनि बुझ्नु पर्यो। त्यसको लागि चाहिँ एउटा कुनै न कुनै इन्स्टिट्युट, चाहे त्यो महँगो होस् चाहे त्यो सस्तो होस्, त्यो फरक परेन, तर टेक्निकल कुराहरु, बेसिक कुराहरु जान्न एकदम नै जरुरी छ। आजकल स्कुलहरुमा पनि राम्रो राम्रो एक्टरहरु, थिएटर आर्टिस्टहरु स्कुलमै सिकाउन राखेको हुन्छ। सो यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने बच्चा, फोर्सली हैन कि यदि तपाईको बच्चा इन्ट्रेस्टेड छन् भने चाहिँ एक्टिङ सिकाउनुस्। त्यसले धेरै कुरा टेक्निकल हेल्प हुन्छ र पहिलो खुड्किलो के थोरै एउटा पार्टमा केही न केही सक्षम हुनुहुन्छ। अब सेकेन्ड पोइन्टमा जाऊ। सेकेन्ड पोइन्ट भनेको तपाईको पोर्टफोलियो। पोर्टफोलियो के हो त? बेसिकल्ली पोर्टफोलियो भनेको तपाईको एउटा यस्तो आइडेन्टिटी हो, त्यसले तपाईलाई तपाई को हो भनेर चिनाउँछ। फर एक्जाम्पल, म को हो भन्दाखेरि मेरो बारेमा चाहिँ इन्ट्रोडक्सन दिनु त पर्यो नि त, हैन? म फोटोमा कस्तो देखिन्छु, भिडियोमा कस्तो देखिन्छु भनेर डाइरेक्टरलाई, प्रोड्युसर्सलाई या कास्टिङ डाइरेक्टर्सहरुलाई थाहा त हुनु पर्यो नि त, हैन? सो पोर्टफोलियो भनेको तपाईको आफ्नो फोटो अनि भिडियो, तपाईले आफ्नो कुन कुन प्रोफाइल हो, तपाई के गर्नुहुन्छ, कति वर्ष हुनुहुन्छ, बेसिकल्ली तपाईको इन्ट्रोडक्सन। जस्तै चाइल्ड आर्टिस्ट बन्नुहुन्छ भने 4 वर्षदेखि 16 वर्षसम्मको बच्चाहरुलाई चाहिँ चाइल्ड आर्टिस्ट भनिन्छ, हैन? सो त्यसको लागि चाहिँ तपाईको डिटेलको लागि तपाई फोटोमा कस्तो देखिनुहुन्छ, भिडियोमा कस्तो देखिनुहुन्छ भने तपाईको डिटेल राख्ने कुरालाई चाहिँ पोर्टफोलियो भनिन्छ। आजकल टिकटक बनाउनुहुन्छ, इन्स्टाग्राम बनाउनुहुन्छ, रिल्स बनाउनुहुन्छ, त्यो सब पनि एउटा पोर्टफोलियो टाइपकै हो। तर मेन पोर्टफोलियो भनेको तपाईको इन्ट्रोडक्सन। आफ्नो बारेमा चाहिँ रेकर्ड गरेर, राम्रो क्यामेराबाट रेकर्ड गरेर राख्नुस्, आफ्नो बारेमा प्रष्ट कुरा गर्नुस्, आफ्नो 2-4 वटा फोटोहरु डिफ्रेन्ट प्रोफाइलमा फोटो खिचेर राख्नुस्, बिना चस्माको, हैन? आजकल त चस्मा म चस्मामा खतरा देखिन्छु भनेर चस्मामा फोटो खिचेर राखेको हुन्छ। तर कास्टिङ गर्ने मान्छेहरुलाई तपाईको आँखा देखिनु पर्ने हुन्छ, हैन? कान देखिनु पर्ने हुन्छ, नाक देखिनु पर्ने हुन्छ। सो त्यही भएर सबै प्रोफाइल, जस्तै फ्रन्ट प्रोफाइलमा म कस्तो देखिन्छु, यो साइड प्रोफाइलमा कस्तो देखिन्छु, यो साइड कस्तो देखिन्छु, हो यो सबैको मिश्रणलाई चाहिँ एउटा पोर्टफोलियो भनिन्छ। सो तपाईले आफ्नो पोर्टफोलियो बनाएर राख्नुस्। हामी 2टा पोइन्ट भनिसक्यौं। तेस्रो पोइन्टमा जाऊ। अब अडिसन कहाँ दिने, कसरी दिने भनेर। बेसिकल्ली नेपालमा अडिसन नै भनेर चाहिँ गाह्रो छ।
अडिसन भनेर कुनै पनि ठाउँमा मान्छेलाई ट्रुथ भन्दाखेरि नराम्रो लाग्न सक्ला, तर इन्डस्ट्री विडम्बना भनौँ न, इन्डस्ट्रीमा प्रोपर अडिसन दिने ठाउँ नै छैन, प्रोपर कास्टिङ गर्ने ठाउँ नै छैन, प्रोपर कास्टिङ डिरेक्टर नै छैन। तपाईँले एक्टिङ लागि आउँदै हुनुहुन्छ भने मेन्टली सबसे पहिला प्रिपेयर भएर आउनु पर्यो। मेन्टली प्रिपेयर हुनु भएन भने चाहिँ गाह्रो छ, किनकि रिजेक्सन्स एभ्रिवेयर छ क्या। तपाईँले एउटा अडिसन दिनुभयो, त्यो अडिसन दिने बित्तिकै भनौँ न आजको भोलि खतरा स्टार हुनुहुन्न या आजको भोलि सेलेक्सन हुनुहुन्न। तपाईँको बच्चा जस्तो यहाँ सयौँ बच्चाहरूले अडिसन दिइरह हुन्छन्, हजारौँ बच्चाहरूले अडिसन दिइरह हुन्छन्, त्यो बेला सेलेक्सन नहुन सक्छ। त्यसको लागि चाहिँ बच्चाहरूलाई पनि प्रिपेयर गरेर राख्नु पर्यो, मेन्टली आफू पनि मेन्टली प्रिपेयर हुन राख्नु, मेन्टली प्रिपेयर भएर बस्नु पर्यो। ओके, कम टु द पोइन्ट, अडिसन कसरी दिने? अब अडिसनको लागि तपाईँसँग एउटा मात्रै अप्सन हुनेछ, सोसियल मिडिया। आजकल टिकटकमा आउँछ, फेसबुकमा आउँछ, इन्स्टाग्रामहरू आउँछ, पेजहरू हेर्नुहोस्, सर्च गर्नुहोस्, अनि त्यसपछि त्यो अनुसार तपाईँले फाइन्ड आउट गरेर अडिसन दिन सक्नुहुन्छ। फेरि पनि भन्दैछु, विडम्बना हाम्रो देशमा, नेपालमा कुनै पनि यस्तो ठाउँ छैन जहाँ चाहिँ यो मेरो पोर्टफोलियो है, मलाई चाहिँ अडिसन दिनु, म अडिसन दिन आउँछु, म यो क्यारेक्टरमा फिट छु कि छैन भनेर कहीँ पनि त्यस्तो ठाउँ छैन। अब आजको भिडियोमा फोर्थ पोइन्टलाई लिएर जाउँ, PR भनेको पर्सनल रिलेसनसिप। तपाईँले यो इन्डस्ट्रीमा काम गर्नु छ भने पर्सनल रिलेसनसिप एकदम नै इम्पोर्टेन्ट छ, एकदम नै जरुरी छ। किन भन्नुहोस्, यो ठाउँमा, यो फिल्म इन्डस्ट्रीमा त्यति धेरै अडिसन गर्ने ठाउँ नै छैन भने मैले कसरी, जस्तै फर इक्जाम्पल मलाई एउटा म्युजिक भिडियो मोडल चाहियो, मैले कसलाई के गर्ने? अब अडिसन राख्ने ठाउँ छैन। मलाई कोही एजेन्सीले मलाई मोडल पठाइदिएला भन्ने छैन। अब गर्ने के? अब के गर्ने भने सबसे पहिला यसो फेसबुक खोल्ने, इन्स्टाग्राम खोल्ने, अनि कोही चिनजानका छ भने पहिला उनीहरूलाई कन्ट्याक्ट गर्ने, त्यसरी कास्टिङ हुन्छ। एक्ज्याक्टली मैले भन्न खोजेको, इन्डस्ट्रीको मान्छेहरू पनि, चाहे म जस्तो सानोतिनो आर्टिस्ट होस् या कोही ठुल्ठुलो आर्टिस्टहरू होस्, मेरो वरिपरि पनि काम भइरहेको हुन्छ, ठुल्ठुलो आर्टिस्टको पनि वरिपरि काम भइरहेको हुन्छ। सो यदि तपाईँले त्यो मान्छेहरूसँग PR बनाइराख्नु भयो, पर्सनल रिलेसनसिप बनाएर राख्नुभयो भने तपाईँले मेरो थ्रु, अरूको थ्रु, जसैको थ्रु तपाईँ कनेक्सनमा बस्नुहुन्छ भने पक्कै पनि तपाईँहरूले काम पाउनुहुन्छ र सजेसन पनि दिन्छन् उनीहरूले। फर इक्जाम्पल, मलाई एउटा कुनै बच्चाको एड बनाउनु पर्यो, या मेरो भाइ बहिनी मेरो लागि चाहियो, या मलाई छोराछोरी चाहियो, त्यति बेला मेरो कनेक्सन हुनुहुन्छ भने चाहिँ सबसे पहिला मेरो कनेक्सनका मान्छेहरू चाहिँ को हुनुहुन्छ, तिनीहरूलाई सर्च गरिन्छ। फ्याक्ट कुरा बोल्दैछु, मान्छेले कति के भनिरहेको होला जस्तो लाग्छ, तर एकदम फ्याक्ट कुरा हो। त्यही भएर PR इज मोस्ट इम्पोर्टेन्ट इन दिस इन्डस्ट्री। त्यसपछि बाँकी भएको अरू बाँकी तपाईँको रिजेक्सन्सहरूको लागि तपाईँ प्रिपेयर भएर बस्नुहोस्, आफ्नो लागि प्रिपेयर गरेर, सबै कुरा प्रिपेयर गरेर बस्नुहोस्। आज जम्मा 4वटा पोइन्ट दिए, भिडियो धेरै लामो हुन्छ भनेर जम्मा 4वटा पोइन्ट दिए। एक्टिङ क्लास जानुहोस्, त्यसपछि तपाईँ पोर्टफोलियो बनाउनुहोस्, त्यसपछि तपाईँ अडिसनको लागि खोज तलास गर्नुहोस्, अनि त्यसपछि पर्सनल रिलेसनसिपमा तपाईँ बनाउनुहोस्। पर्सनल रिलेसनसिप मान्छेहरूसँग टचमा बस्नुहोस्। त्यो 4वटा कुरा सुरुमा गर्नुभयो भने एउटा यो जर्नीको, एक्टिङ जर्नीको एउटा खुड्किलो पार गर्नुहुन्छ। त यस्तै खालको भिडियोजहरू तपाईँलाई मनपर्छ भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। तपाईँको एक लाइक्स, कमेन्ट, सब्सक्राइबले मलाई मोटिभेट गर्नेछ। यस्तो खालको भिडियोजहरू अब म सदैव एभ्री टाइम लिएर आउने कोसिस गर्छु। अब चाहिँ आउँछु पक्कै पनि। मैले लकडाउनको बेला मैले जानी नजानी त्यो भिडियोजहरू मैले बनाएको थिएँ, हाउ टु बी एन एक्टर, हाउ टु गिभ अडिसन। स्टिल मलाई कमेन्ट आउँछ, म कसरी अडिसन दिने, म एक्टर बन्नु छ, के भन्नु छ, धेरै कुराहरू आउँछ।
तपाईहरू अब केही कुरा मलाई कुनै टपिकमा भिडियो चाहनुहुन्छ भने तपाईँ कमेन्ट गर्नुहोस्। हरेक कमेन्टको तपाईँहरूको मलाई टपिक पाउँछु त्यसको लागि, अनि त्यसको बारेमा चाहिँ तपाईँलाई म भिडियो बनाएर दिन्छु। सो त्यति भन्दै आजको भिडियो मनपर्छ भने प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब, एन्ड सी यु इन नेक्स्ट भिडियो। गुड बाई।